1 2 3 4 5 हजार ल नयाँ फोन आयो साथीहरु क्यास सर्लक्कै लिएर गई फोनको इन्स्टलमेन्ट चाहिँ त्योमा एड गरेर अराउन्ड मन्थली कलरसँग म्याच भयो यार साथी चस्मै देखेन सबै स्याम्पलहरु हेर्ने यहाँबाट एउटा चुज गर्ने घाटा हुन्छ धेरै नै घाटा हुन्छ त्यो इन्स्टलमेन्टमा लिनु त्यो फाइदा छैन त्यो चाहिँ एप्पल 15 प्रो म्याक्स 256 GB कति सस्तो हेरे यहाँ यो चाहिँ म्याकबुक प्रो 16 M3 प्रो फोनदेखि लिएर टिभी फ्रिज ल्यापटप खानेकुरा 1100 को फोनलाई चाहिँ हामीलाई 2500 आसपास पर्न जान्छ के 4,500 को घडी हो स्टफ होम स्टफ एभ्रिथिङ इन नेपाली वी कल सुनदेखि नुनसम्म अनि हेलो नमस्ते अनि स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भ्लगमा एकजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु साथीहरु अनि एकदमै के भन्छ अल अफ सडन एकदम एक्साइटमेन्टको न्यूज सुन्यो अनि दौड्दै आएकोमा गाडीमा बस्न अनि एउटा यहाँ पछाडी एउटा मान्छे छ त्यो मान्छे हाम्रो दाइ हुनुहुन्छ के हो दाइ यस्तो अपराध गर्ने आइरे अझ अहिले त इनोसेन्ट भइदिरा अघि त साग केलाउँदैछु बाहिर बारीमा बसेर पुरा मजाले भर्खर 20% साग केलाएको थियौँ त्यो तोरीको साग अझ आफ्नै बारीमा पछाडि फलेको हामीले आमाले रोपेर पाकिसकेर टिप्दै थिएँ म अझ आमाले टिप्दिएको अनि मैले चाहिँ साग केलाउँदै थिएँ माटो एकातिर पुच्छर एकातिर साग एकातिर दौड्दै आएर ओ चौरे फोन किन जान्लाको भिडियो बनाउने होस् भन्छन् हो आयो भनेर बाहिर हेरेँ दाजु त अहिले हेर इनोसेन्ट कस्तो रे हाई रे हाई yeah now he's innocent while I was inside just he came inside and we are going to buy an iPhone so you must come and just do a vlog so he was so angry aggressive one now he's so innocent on camera he say hi अब यस्तै हो हल्का इंग्लिश झारे मैले अनि हामी जाँदै छौं आइफोन किन्नलाई या दाइ तपाईसँग त आइफोन पहिल्यै छ त फेरि के आइफोन किन्न लागेको भन्ने होला मेरो लागि हैन यहाँ छन् अलिकति के भन्न चाहन्छु साथी म कसरी इन्ट्रोड्युस गरौँ तिमी चाहदिन यार केही भन्न चाहदिन म त्यस्तो खल्ती खाली हुनेवाला छ बिचारा उसको दाँतबाट पसिना आको हो कि जस्तो देखिन्छ मजबुरीको पछाडी त्यो पनि हो या मजबुरी उसको फोन हेर्दाखेरि चाहिँ उसले एउटा फोन नयाँ लिनै थियो एउटा ठिक्कको रेन्जको लिए पनि हुन्थ्यो बट उसले एकचोटि फोन लिइसकेपछि चाहिँ अलि लङ रेन्जै चलाउने रहेछ भन्ने मैले थाहा पाइसकेँ अहिले म देखाउँछु उसको फोन त्यही भएर बिचारा होइन लिएपछि अब 5-7 वर्षकै लागि सोचेर ल्याहा भनेपछि अभियसली किन यो 11, 12, 13 लिनु 15 छ लगाउँ भन्ने कुरा छ अब गएर पहिला हामी हेर्छौँ चेक गर्छौँ कुन जिबी कति जिबी प्रो म्याक्स बुझेर अनि रेटहरू यता कुरा के छ अब त्यहाँको प्रोसेस इएमआईमा लिने कि फुल पेमेन्ट लिने कि कति डाउन पेमेन्ट सबै कुरा मैले एकछिनमा भन्छ अनि अगेन वेलकम टु आवर न्यू फ्रेन्ड हाउ तामु Tanunjan he's from German yeah he's a very good guy man he's very like you like social media right I like social media he love making videos on TikTok and why don't you try on YouTube I have my own channel but I need time for that okay so you just upload on and हाम्रो अंकल नि यही हुनुहुन्छ अंकल हाई गर्दिउ एकदम अँध्यारो छ बट हाई गर्दिउ do we have light inside no yeah we have but not much no worries yeah अब यस्तै छ हामी कता जान लाग्यो रे दाइ कोस्टको हैन त कोस्टको हेजमा गएर big American shop okay yeah so like it's a mall or just like a wholesale wholesale ko market ho re just for phone or everything no everything you can get everything सुनदेखि नुनसम्म भनेर हामीले you can get clothing kitchen stuff home stuff everything in Nepali we call सुनदेखि नुनसम्म it means from like from salt to gold everything you can find कोले फोन गर्यो यस्तो आइफोन किन्ने बेलामा कहाँ आइफोनमा फोन आइरहा लेट्स सी म अरु भन्दा नि अस्तिदेखि बनाउँछु सोचिरहेको थिएँ म लन्डन आएदेखि नि एउटा लाइक यहाँ धेरैले नेपाल हुँदै सुनिन्छ नि त जान साथै आइफोन बोके अहिले त भन्छन् तर पैसा त हुनु पर्यो कमाउनु पर्यो दुःख गरेपछि आउँछ अनि चाहिएको छ भने चाहिँ आइफोन किन्नु नि पर्छ अनि कसरी किन्दा रहेछन् इन्स्टलमेन्टमा धेरैले चाहिँ सुन्दाखेरि चाहिँ इन्स्टलमेन्टमा किन्छन् भन्ने सुने हो नि त सो अब लेट्स सी प्रोसेस के छ अनि कति लाग्छ महिनामा कति पर्छ अथवा फाइदा के हुन्छ फुल पेमेन्ट लिँदा फाइदा हुन्छ कि त्यो पनि म एकचोटि त्यहाँ पनि बुझ्छु अनि त्यहाँ पनि भित्र भिडियो गर्न मिल्छ होला सायद किनभने ठुलै सप हो रे र
त्यही त डाउन पेमेन्ट कति मिनिमम तिर्दाखेरि पाउँछ होइन सबै कुरा मैले अलिअलि त कता कता सुनेको छु बुझेको छु बट त्यहाँ गएर म सकेसम्म त पसलवालालाई नै भन्न पठाउँछु म भिडियोमा त्यहाँ बनाउनु दिन्छ भने पहिला सोध्छु अनि भयो भने उसलाई नै सोधेर चाहिँ म गर्न सक्छु Yeah, you can. Yeah, we can. I always do that. So I'll ask them and No, they will you don't need to ask. You can do it. I'll do it. I do this. Okay, so we two are a vlogger, mate. Yeah, he's from Germany, I'm from Nepal. Yeah. अब ठिक छ अहिले बेलुकाको माहौल चाहिँ हामी But हेरतिर still I जाँदैछौँ make videos in English, but yeah, sometimes I make videos in German. After some year, I'm just planning if I'll be used to with English, like very comfortably, then I'll do vlogging on the English and just I'll travel whole world on English. So I'm planning for that. So let's hope my English will be good within like 1-2 years. Yeah. Then I'll just travel whole world and just do vlog on English. के छ मेरो दाइ यस्तो जोसेर चाहिँ नबोलामै सातो जान्छ त्यो साग के सोच्दै होला यो चाउरेले मलाई छोडेर गयो आधी केलाउँदै थियो अब पार्किङ गर्छौँ अनि त्यसपछि तपाईँहरूलाई यो के पाउँदो रहेछ सबै देखाउँदै हिँड्छु के काट्दो दाइ ए ऊ हाम्रो ए जस्ट वी हेभ कार्ड जस्ट ही क्यान इन्टर हियर ए ल हाम्रो सोल्टीको कार्ड भएर मात्रै हामी जान पाउने हो अरे नभए चाहिँ पाउँदैन थ्याङ्क यू मेट ए यो त लाइक मेट लाइक सिपबाट आएको सामानहरू हुन्छ नि लाइक इन बुकर सेम लाइक इन बुकर राइट Booker. इन बुकर अल्सो वी निड कार्ड अफ एनी ट्रेडर ए बुकरमा जस्तै रहेछ कि यो तर बुकरमा चाहिँ यो दाइ ऊहरू सामानको मात्रै हो त्यो चाहिँ खानेकुरा रिलेटेड यो चाहिँ सबै कुराको रहेछ कि फोनदेखि लिएर टिभी फ्रिज ल्यापटप खानेकुरा एभ्रिथिङ अलिक ठुलोवाला रहेछ अनि हाम्रो तनुको चाहिँ यो भएर मात्र हामी आउन पाएको रहेछ अनि फोनहरू यहाँ छ ए यहाँ त सिधै म त मान्छेहरूसँग होला भनेको त यहाँ रहेछ नि त जस्ट 1000 सी Yeah, it's normal price is 1,169. It's 15 Pro Max के हो यार यो चाहिँ कति जिबीको साथी यो चाहिँ एप्पल 15 Pro Max 256 जिबी कति सस्तो हेरे यहाँ 1000 मा पायो देख्यौ अनि भने हैन 1100 कति भन्दै थियौ 1160 को फोन 1000 मा पायो अरु ठाउँ पनि हेरौँ न के यही मात्रै हो दाइ अनि अन्त नि हेर्ने हेरौँ 1-2 राउन्ड हानौँ न्यू नै हो नि यही त लिने होइन नि फेरि न्यू त्यही त न्यू हो नि यही पठाइदेला फेरि सेकेन्ड ह्यान्डको पठाइदेला ओए नाइस है मार्केट चाहिँ सामानहरू लाइक वी गेट चिपर हियर त नो Yeah, एभ्रिथिङ little bit cheaper, yeah. देन इन शप राइट Yeah. If you are working in a shop or something, if you have your own shop or own restaurant, you can buy here and you can sell it. Like wholesaler or trader just take out in bulk from here and they sell to the individual customer, right? Like for me, it's like I'm just like what family needs. I do from here, like For 1 month, I guess. yeah, for 1 month. Good idea, man. So अरू कुराहरू पनि चाहिन्छ भने लिइहालौँ यहाँ होलसेल रेट हो साँच्चै नै हो सबै उठाउने उठाइहालौँ तनुले त्यही भन्दै थियो 1 महिनाको लागि चाहिने कुराहरू अघि तेल लियौँ हामीले पनि धेरै कुरा सकिएको के थाहा र दाइ अनि यहाँ आउँछ म त तेल त लिनु परेन भने खाना पकाउनु लागिसक्यो तेल छैन अनि सकिएको पनि धेरै छ अनि हेरौँ न बरु फोन होइन खानेकुरा लिएर फर्किम जान्छ त्यसको चाहिँ जुगाड गर्नुपर्छ कति सस्तो ल हेर ठिक छ कपडाहरू पनि हेरौँ न यार कपडाहरू पनि रहेछ है कपडा अब चाहिँ के किन्नुपर्छ साथी आजै विचार गर्नु पर्यो अब भोलि त आइदैन फोन सोन के होइन अब ए होइन हाम्रो लागि होइन खासै राम्रो होइन खासै राम्रो लागेन है कपडा 19 पाउन्ड फोन किन्न आएको हामी त यो चामलतिर छिर्यौँ त चामल सस जे चाहिन्छ भयो भने लिइहालौँ यो चाहिँ एकदम ट्रेडरहरूको राम्रो रहेछ म त बुकरै होला यस्तो भनेको योभन्दा ठुलो नि यो हुँदो रहेछ पहिला मोबाइल किनौँ बाँकी भएको पैसाले सोचौँ अनि ग्रोसरिजतिर लागौँ भयो भने लुगा सुगा फोन त लिन्छ नि फेरि लुगा के अरे यो खानेकुरा लुगा छानेर घर जाने होइन नि हानौँ नि त ट्राई हानौँ खानु फोन त त्यस्तै हो चस्मा कस्तो देख्यो कलरसँग म्याच भयो यार साथी चस्मै देखेन अलि सेतो हेरौँ अर्को होला गोल्डेन अलि गोल्डेन यो हेर नि लेडिज हो कि फेरि लेडिज होइन
Yo, mate. How do you make? It's good. ठिक छ Awesome, यार यो चाहिँ फ्रान्स जाँदा किन्छु हैन यो चाहिँ जर्मन जाँदा यो चाहिँ सरी के हो अङ्कल चस्मै चस्मा छ त Yes, very good, yeah. Nice. Best price, no? It's 129 is very nice. Best price you can purchase here. यहाँ त अलि नजिक आउ Very त good. प्राइस मात्रै हेर त यो राम्रो हैन छ नि साथी 89 पाउन्ड रे तिम्रो आइफोन यो 10 वटा छ ह्यान्डसम देखिन्छ हेरे ओ को घडी हो कतिवटा आइफोन आउने 4,500 को घडी के यो डायमन्ड मिस्यो होला नि त्यतिर के चम्किरहेको छ के यसले भुइँमा किन राखे अनि 134 पाउन्ड अब राख्नु तपाईले त्यो मैलाइसक्नु भयो त्यसको 1 पाउन्ड घट्यो ल हाम्रो न्यू ओनरले खोज्दैछ के गर्नुपर्छ रे साथी यो फोनको लागि ट्रेनिङ लिनुपर्छ लक खोल्नलाई यहाँ ट्रेनिङ लिनुपर्छ भन्दैछ बटन होम बटन चलाएको मान्छे सिधै अलिकति फुल स्क्रिनमा आउँदाखेरि झट्का सानो बजेटले झट्का प्लस बेजेतै गराउनु भेजा त होइन सायद चलाएन त ओए कसको फोटो हो यो मोडलहरु होला नि ए म त कसको फोन चोरेर राखेको ल फोन चाहिँ हामी हेर्दैछौँ त्यो त होइन दाइ यसले त रेसम के गाउनु सक्ला र हौ फोन चाहिँ यो 15 प्रो हो यो 15 प्रो म्याक्स हो यो चाहिँ 15 हो यो चाहिँ 15 प्लस 14 हो होइन मैले चाहिँ यो चला सेट हो प्रो म्याक्सको अब साथी यो त खिचिसकेर एडिट गरेर राखेको फोटो हो नि त के अरे भिडियो हो नि त यो नभड्कियो खिचिसकेपछि हेरौँला उता बवाल आउँछ 15 प्रो म्याक्सको क्यामेरा त ओभर रहेछ बेस्ट वान अफ द बेस्ट हो वाचहरू रहेछ अब यस्तो यस्तो महँगो वाच कसम भाडादेखि पनि कति माथि रेट हो कि यो तलको चाहिँ हामीले तिर्ने रेट हो अनि यहाँको चाहिँ दुईवटा केही पनि छैन इयरबडहरू छ ल्यापटपहरू छ यहाँ यो चाहिँ कुन हो म्याकबुक एयर 13.6 M2 चिपवाला अरे 827 छ यो लाइन चाहिँ म्याकबुक प्रो 14 र M3 सरी ल्यापटपको केही थाहा छैन 1871 पाउन्ड 2327 पाउन्ड यो चाहिँ म्याकबुक प्रो 16 M3 प्रो पुरै म्याकबुकको यो के हो यो चाहिँ एप्पल म्याक मिनी यो चाहिँ 575 पाउन्ड कुन चाहियो साथीहरू खै जिन्दगी ल्यापटपको बारेमा थाहा छैन फोनै ठिक छ बरु ट्याब यो चाहिँ स्याम्पल हो साथीहरू फेरि यही फोनै लिने भन्नु होला यो चाहिँ ब्रान्ड न्यू नै आउँछ होइन हामीले चाहिँ यो साइडै हेरेर BMW किने जस्तो फिल भएर हो एकदम हाम्रो लागि त BMW नै किन्नला जस्तो त्यो साइन हान्दाखेरि त होइन अब हाम्रो कन्ट्र्याक्टै साइन भइसक्यो फर्स्ट सर्भिसिङ कहिले छ भइसक्यो द्याट्स इट सो हु विल गिभ अस फन You need to go to cashier, you need to pay, and then you have to wait. त्यहाँ चाहिँ यहाँ चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो सबै स्याम्पलहरू हेर्ने यहाँबाट एउटा चुज गर्ने होइन सबै रेटहरू इन्स्टलमेन्टदेखि लिएर यहाँ चाहिँ सिधै फुल पेमेन्टको लागि मात्र रहेछ मैले त इन्स्टलमेन्टलाई सोचेको थिएँ अनि इन्स्टलमेन्टलाई अहिले भर्खर उसले बुझेर आएको छ म त्यो पनि भन्छु भन्न चाहिँ यो चाहिँ 15 प्रो म्याक्स 256 GB हो होइन ब्ल्याकमा रहेछ जस यहाँ जुन छ त्यहीलाई नै उता मगाउँछ अरे हजुर आएँ म भनेपछि हाम्रो इन्स्टलमेन्ट भन्दाखेरि चाहिँ अब साथी बुझाइदिन्छौ त के छ हामीले चाहिँ फुल पेमेन्टमै लिन लाग्यो नि त इन्स्टलमेन्टको बुझाइदिन्छौ त अघि त्यहाँ गयो नि यस्तो हो इन्स्टलमेन्ट गऱ्यो भने चाहिँ तिम्रो 65 पाउन्डदेखि 70 पाउन्डसम्म पर मन्थ पर्दो रहेछ 3 वर्षको गऱ्यो भने 3 वर्ष 3 वर्षको हरेक महिना त्यो भनेको मैले चाहिँ के देखेँ भने त्यो अलिकति हामीलाई घाटा हुन्छ क्या उनीहरूले हाम्रो टोटल कति जान्छ रे हाम्रो मोबाइलको कस्टबाट भन्दा पनि सिमको कस्टबाट हामीलाई फाइदा दिन्छ कि उनीहरूले त्यही भएर बेटर भनेको चाहिँ इन्स्टलमेन्ट कसैले लियो भने 3 महिनाको कन्ट्र्याक्टमा लिने 3 महिना पछाडि त्यसले सिम चेन्ज गर्न पाउँछ क्या सिम चेन्ज गऱ्यो भने चाहिँ हाम्रो जतिमा पाउनु पर्ने त्यतिमा पाउँछौँ अनि हामीलाई अलिकति फाइदा हुन्छ 70 पाउन्ड हामीले तिर्नु पऱ्यो टोटल गर्दाखेरि त्यो घाटा हुन्छ धेरै नै घाटा हुन्छ त्यो इन्स्टलमेन्टमा लिनु त्यो फाइदा छैन म के भन्दै थिएँ भन्दाखेरि इन्स्टलमेन्टमा चाहिँ हामीले पे गऱ्यौँ भने 1000-1100 को फोनलाई चाहिँ हामीलाई 2500 आसपास पर्न जान्छ क्या हामीले कति तिरेका छौँ त्यो हेरेर चाहिँ जस्ट महिना पछि तिर्न पर्छ सजिलो हुन्छ भनेर मात्रै बट हामीलाई क्यास चाहिँ लास्टै जान्छ बट डाउन पेमेन्ट गऱ्यो भने यस्तो ठाउँमा इभन सोरुममै गएर यस्तो मोबाइल सबमै गएर गर्नु भयो भने अघि उनीहरूले हेरेकोमा चाहिँ फुल पेमेन्ट गर्दाखेरि फोनको थियो 1100
56 भने कि 66 भने सायद त्यस्तै एराउन्डमा चाहिँ 15 प्रो म्याक्स 256 पाएको थियो। अनि अहिले यहाँ आउँदाखेरि चाहिँ यो खै होलसेल मार्केटमा चाहिँ हामीलाई चाहिँ 1078 है कतिमा पाइयो होइन त, भनेपछि हामीलाई 82-83 पाउन्डको फाइदा भयो। प्लस सकेसम्म चाहिँ फुल क्यास छ भने फुल क्यासमै चाहिँ लिनुपर्छ कि आइफोन। इन्स्टलमेन्टमा नलिटिर्ने होला भन्छ उनीहरूले, सिम लि भन्छ, सिमको प्याकेज हरेक महिना 25 पाउन्ड तिर्नै पर्छ, त्यो चाहिँ कम्पलसरी नभए ऊ नगरेर मिल्ने। अनि फोनको इन्स्टलमेन्ट चाहिँ त्योमा एड गरेर एराउन्ड मन्थली 60-70 पाउन्ड तिर्नै पर्ने बनाउँछ। अनि 3 वर्षलाई त्यो तिर्नु भनेको तपाईँहरूको 2500-3000 पाउन्ड जानु हो क्या। त्यही भएर वेट गर्ने, फुल पेमेन्ट दिने भन्छु। अब पैसा भएकोलाई त तिर्दा पनि भयो, सजिलो पनि हुन्छ एक हिसाबले त। माइन्ड सेट चाहिँ महिनामा 70 पाउन्ड त हो भन्ने हुन्छ। धेरै बोले क्या हो, अब सामान किनौँ, तेल किनौँ साथी। के देख्दैछु म यो गन्ध, यो चित्त दुखे होइन गन्ध साथी। रेट त त्यहाँ हेर्नु भयो, पैसा चाहिँ यो इन्ट्रोको लागि खासमा मैले अनि हाम्रो साथीले कति तिर्दैछ भन्दा ओके तिर्ने बेला आइसक्यो। 1 2 3 4 5 200 1 2 3 4 5 300 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1 2 3 4 5 1000 1 2 3 4 5 1100 होइन 100 त्यसको कम होला। 1 2 3 यस्तरी गनेर त नि 8 जो छ के टेन्सन नलिऊ। ल बढी गर्न निकाल्दियो 100 निकाल पर्यो हामीलाई। अनि रिसिट त्यहाँ छ, अनि हामी एकचोटि वेट गर्न पर्छ अरे। अनि हामीले त्यो रिसिट पे गरिसकेपछि उनीहरूले मगाउँछ अरे फोन, त्यसपछि बल्ल हामीले फोन पाउँछ अरे। सो 83 पाउन्ड इज क्वाइट गुड सेभिङ भन्छु म चाहिँ। ठिक छ नि, ह्याप्पी छौ नि साथी? ठिक छ, एकचोटि लिइसकेपछि बवालै हुन्छ। हामीले अलिक बढी नै रियाक्ट गऱ्यौँ क्या हो आइफोनलाई, हुन त हो, तर फेरि आइफोनले खिचिरहेछ। तर साथी उठेर त के होइन त्यो कालो भाग यतापट्टि हो के यो है? Thank you so much. If you change your mind on the iPhone, if you set it up, that's not a problem. We just ask you to reset it back to manufacturing settings, and then you have 90 days to return it. Okay. Obviously, if it's out of the 90 days and you have a problem with the iPhone, you can bring it back to us after 2 years. Up to 2 years. Okay, 2 years. All right. Okay. No problem. Yeah? Thank you. Okay, thank you. साथीहरू त्यो त एकछिन छुम चार्ज गर्छ। ए ल साथीहरू नयाँ फोन आयो साथीहरू, क्यास सर्लक्कै लिएर गई। अब यो घर गएर सिल खोलेर मजाले सेटिङ गर्न पर्छ। यु डोन्ट ह्याभ एनी इन्ट्रेस्ट इन आइफोन, सो यु युजिङ S20। सो यु एन्ड्रोइड लभर? I'm Android lover. आई एम आइफोन लभर मै। साथीहरू कोठामा आएर अब चाहिँ फाइनली आइफोन देखाउने बेला आइसक्यो साथी, स्वाटै। अनि 1 2 अब स्वाट हातले। ओए बधाई हो भाइ, बधाई हो। अन्त यो सालेहरू त पाकै रहेछ, आइफोनै देखेनन् भन्ने होला। But see this one, you got the USB Type-C charger. टाइप सी टु टाइप सी। यो त स्लोमोमा होइन त? Slow motion, yeah. एकचोटि सुन्दै प्लिज हो। तर टाइटेनियम लास्ट हल्का बनाएको के, त्यो चाहिँ सही हो। प्रो म्याक्स नि लास्ट हल्का ठिक जस्तो छ। हेर त त्यो 14 प्रो म्याक्स समातेर त्यो 14 प्रो भन्दा नि हल्का नि फर्जी फेक साथी। ल ठिक छ, जे होस् अरू त यही हो। यसमा आउने भनेको तारवाला केबल हो, टाइप सी टु टाइप सी। अरू लोगो आउँछ, अरू केही नि दिँदैन, यिनीहरूले पैसा मात्र लिन्छ। ठिक छ, ह्याप्पी हो। अन गर, आइफोनको लोगो आउँछ, म बन्द गरिदिन्छु। फोन चाहिँ खुलो। ल कङ्ग्रेचुलेसन। ल साथीहरू आजलाई यति नै, हाम्रो मासु बन्दैछ, अब हामी खाने हो। आजलाई भिडियो सर्ट काम यस्तै रहेछ। आइफोन भन्ने चिज यो धेरै हाइलाइट नगरौँ। आइफोन छ, त्यो पनि आइफोनै हो।